जयमसी सबैलाई प्रकाशको पुस्तक 3 अध्याय। अनि सार्डिसका मण्डलीका दूतलाई यो लेख, यी कुरा परमेश्वरका 7 आत्मा र 7 तारा हुनेले भन्दछ, तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। जागर हो र मर्नै लागेका रहल कुराहरूलाई दरिलो पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेटाएको छैन। यसकारण तिमीले जे पायौ र सुन्यौ सो सम्झ, त्यसलाई कायम राख र पश्चाताप गर। यदि तिमी जागा रहेनौ भने त म चोर जस्तै आउनेछु र म कुन बेला आउनेछु सो तिमीले थाहा पाउने छैनौ। तर सार्डिसमा कति व्यक्ति छन् जसले आफ्ना लुगा बिटुलो पारेका छैनन्, तिनीहरू मसँग सेता वस्त्र लगाएर हिँड्ने छन्, किनकि तिनीहरू योग्यका छन्। जसले जित्छ त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ। फिलाडेल्फियाको मण्डली। अनि फिलाडेल्फियाका मण्डलीका दूतहरूलाई यो लेख, यी कुरा त्यसले भन्दछ जो पवित्र छ, जो सत्य छ, जोसँग दाउदको साँचो छ, जसले खोल्दछ कसैले थुन्ने छैन र जसले थुन्छ कसैले खोल्ने छैन। मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुल्ला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाउँ इन्कार गरेका छैनौ। हेर, शैतानको सभाघरका यहुदी नभए तापनि यहुदी हौ भनी झुटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लगाउने छु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिमीहरूलाई बुझाउने छु। तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउने छु, जो पृथ्वीमा बास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँडै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिने छैन। जसले जित्छ त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउने छु र ऊ त्यहाँबाट कहिले बाहिर निस्किने छैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु र मेरा परमेश्वरका सहरको नाउँ अर्थात् यरुशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीलाई के भन्नुहुन्छ। लाउडिकियाको मण्डली। अनि लाउडिकियाका मण्डलीका दूतलाई यो लेख, यी कुरा आमेन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरको सृष्टिको शासकले भन्दछ। मलाई तिम्रा कामहरू थाहा छ। तिमी साँचो पनि छैनौ, तिमी चिसो पनि छैनौ, तिमी तातो पनि छैनौ। चिसो कि तातो भए त हुने थियो, किनकि तिमी मन तातो छौ, न चिसो न तातो। यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु। म धनी छु र मसित धन सम्पत्ति छ र मलाई केही कुराको खाँचो छैन भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुखी, दयनीय, दरिद्र, अन्ध र नाङ्गा छौ। यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शरम ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लगाउनलाई मलम, यी सब मबाट किन्न म तिमीलाई सल्लाह दिन्छु। यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लगाउनलाई मलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु। यसकारण उत्साहित हौ, पश्चाताप गर। हेर, म ढोकामा उभिएर ढकढकाउँछु।
कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसभित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितेँ र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। अध्याय 4 स्वर्गीय सिंहासनको दर्शन। त्यसपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका देखेँ जो खुल्ला थियो। मैले पहिले सुनेको स्वर तुरैको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो, यता माथि आऊ र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु। म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो र एकजना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो। त्यहाँ विराजमान हुनु भएको अनुहार बिल्लोर र लालमणि जस्तै देखिन्थ्यो र सिंहासनको वरिपरि पन्ना जस्तै इन्द्रणी थियो। त्यस सिंहासनको वरिपरि 24 सिंहासनहरू थिए र शिरमा सुनका मुकुटहरू र सेता पोसाकहरू पहिरिएका 24 जना धर्मगुरुहरू ती सिंहासनमा बसेका मैले देखेँ। त्यस सिंहासनमा बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे र त्यस सिंहासनको सामुन्ने आगोका 7वटा बत्तीहरू बोलिरहेका थिए। यी परमेश्वरका 7 आत्माहरू हुन्। सिंहासनको अघि स्फटिक तुल्य काँचको चन्द्र जस्तो थियो। अगाडि र पछाडि जम्मै आँखा भएका 4वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए। पहिलो प्राणी सिंह जस्तै थियो, दोस्रो प्राणी बहर जस्तो थियो, तेस्रो प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो प्राणी उडिरहेको गरुड जस्तो थियो। ती चारैवटा प्राणीका 6-6वटा पखेटा थिए र चारपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिन रात तिनीहरू नथाकिकन यसो भन्दै गाइरहन्छन्, पवित्र 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 परमप्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ। जब जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदा सर्वदा जीवित रहनुहुने उहाँलाई महिमा, आदर, धन्यवाद चढाउँछन्, तब ती 24 जना धर्मगुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्छन् र सदा सर्वदा जीवित रहनुहुनेलाई दण्डवत गर्छन् र तिनीहरूका आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्, हे हाम्रा प्रभु र परमेश्वर, तपाईँ महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्य हुनुहुन्छ, किनभने सबै कुरा तपाईँले नै सृष्टि गर्नुभएको हो र तपाईँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो।